सबैलाई नमस्कार। म अर्जुन भुसाल आफ्नो छोरा आफूले जन्माएको आफ्नो सन्तान जो मानसिक रूपमा बिरामी पनि हुनुहुन्छ, अहिले हराएको पीडा बोकेर आमा खोज्न आउनु भएको छ। पटक पटक कहिले हराउने भेटिने भइरहेको छोरा पछिल्लो समयदेखि फेरि सम्पर्कविहीन भएको घटनाले परिवार अत्यन्तै चिन्तामा हुनुहुन्छ। खोजीका लागि परिवारले धेरै प्रयत्न गर्यो, उपचार गर्ने पनि धेरै प्रयास गर्नु भएको छ, तर खै के हो भइ नरहेको अवस्थाले अत्यन्तै यो परिवार चिन्तामा छ। म सम्पर्कविहीन उहाँको तस्बिर यहाँ सार्वजनिक गरेको छु। यदि कहीँ कतै कुनै अवस्थामा कसैसँग भए खबर गरिदिन आग्रह गर्छु। नमस्कार, हजुरको शुभ नाम? मेरो भगवती नेउपाने। भगवती नेउपाने। हजुर घर? पहिला चाहिँ गोर्खा हो, अलैँची। अहिले चाहिँ मोरङ 3 वार्ड नम्बर 3 मा बस्छु। मोरङमा बस्नुहुन्छ, पूर्वी नेपाल। हजुर। छोराको नाम? छोराको नाम राजीव नेउपाने हो। राजीव नेउपाने। राजीव कति वर्षको हुनुहुन्थ्यो? त्यो 55 सालको 55 सालको उहाँको जन्म? 26 वर्ष भयो। 27 वर्षको। 27 वर्ष भयो। मानसिक रूपमा बिरामी हुनुहुन्छ? हजुर, सानैबाट मानसिक रोग थियो, तर मैले थाहा पाइनँ। अहिले ठुलो भएपछि मात्रै थाहा पाएँ। उपचारका लागि प्रयास गर्नु भएन? गर्न चाहिँ गरेँ, तर सकिनँ मैले। त्यहाँ गोपाको सरले तीनजना यस्तै ठुल्ठुलो छोराहरू ल्याउनु, यसलाई गुरुआनी मात्रै तपाईँको छोराको उपचार हुन्छ भन्नुभयो। त्यसरी 3जना छोरा मान्छे बस्ने नै पाइनँ मैले। अनि फर्काएर ल्याएँ मैले। अनि सुधार केन्द्र राखेर दबाई खुवाएको। त्यहाँ हुन्जेली मात्रै खायो, बाहिर निस्क्यो। के नाम हो छोराको? राजीव नेउपाने। राजीव नेउपाने। हजुर। के भन्न चाहनुहुन्छ छोरालाई? अब जहाँ भए पनि आइज गर भन्छु। जसले भेटाइ। बुवा चाहिँ हुनुहुन्न। अरू दाजुभाइहरू? कोही हुनुहुन्न। मेरो माइतीमा नि मम्मी बुवा हुनुहुन्न, घरमा पनि देवर जेठा कोही हुनुहुन्न। राजीव नेउपाने। हजुर। राजीव नेउपाने सम्पर्कविहीन हुनुभएको पछिल्लो समय कति भयो अहिले हराउनु भएको? अहिले भर्खरै हो 25 गते साउन भदौबाट। भदौको 25 गतेदेखि सम्पर्कविहीन राजीव नेउपाने उमेरले अहिले 25-27 वर्षको पुग्नु हो। परिवारले खोजीका लागि धेरै प्रयत्न गरेको छ। बुझ्नुपर्ने खोज्नुपर्ने हरेक ठाउँमा प्रयास गर्दा पनि उहाँको केही हत्तोपत्तो छैन। पूर्वी नेपाल मोरङ हो, हाल उहाँहरूको बसाइ पहिला गोर्खा हो। त्यसकारण सबैले उहाँको परिवार खोज्न, उहाँको राजीवलाई खोजिदिन म प्रयत्न गर्दिन आग्रह गर्छु। आफ्नो छोरा एकाएक मानसिक रूपमा बिरामी छ, पीडामा परिवार छ। खोजीका लागि एउटा आमाले गर्नुसम्म प्रयत्न गर्नु भएको छ। एउटा नारी आज यसरी छोरा खोज्दै विभिन्न ठाउँ पुग्दाको यो पीडा म बुझ्न सक्छु, कल्पना गर्दा पनि आङसरिङ्ग हुन्छ। म बिन्ती गर्छु राजीवलाई खोज्न हजुरहरू सबैले साथ दिनुहोला। हाम्रा नम्बरहरू 98 514 941 98 550 51 341 98 015 64 807 98 015 64 808 मा फोन गरिदिन आग्रह गर्छु। सबैले मानवताको कर्म गरौँ, असल कर्म गरौँ, हराएकाहरू खोजौँ, अल्पत्रलाई परिवारको जिम्मा लगाउने प्रयत्न गरौँ। यो हाम्रो म्यासेज, यो हाम्रो खबर सबैसम्म पुगोस्। नमस्कार।